हेलो गाइज, हामी चाहिँ अहिले जाँदैछौँ भन्दा पनि हामी एउटा हिलमा छौँ। विच हिल? मेन्डेप्स हिल। अनि एकदमै दामी देखिरहेको छ। This look like नेपाल। अनि भर्खर यो मुना पातहरू पलाइरहेको छ। अनि ठ्याक्कै के हुँदो रहेछ भने नेपाल र यसमा चाहिँ डिफ्रेन्स चाहिँ के हुँदो रहेछ भन्दाखेरि नेपालमा चाहिँ ठ्याक्क त्यो हुन्छ नि जाडो महिना सकिने बित्तिकै हुँदो रहेछ। तर यहाँ चाहिँ त्यो समरमा चाहिँ मिड समरमा चाहिँ बल्ल त्यो पातहरू पलाउँथ्यो, हरेक कुराहरू एकदमै वेदर चाहिँ फरक छ क्या नेपालमा यहाँ चाहिँ। अनि आज चाहिँ यहाँ घुम्न आउँदैछु। एकदमै घाम लागिरहेको छ, यस्तो रमाइलो भइरहेछ कि के भन्नु। मैले धेरै नै इन्जोय गरिरहेको छु। अहिले पनि धेरै नै इन्जोय गरिरहनु भएको छ, राइट? जस रमाइलो भइरहेको छ। प्लस म तपाईँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ भने काम पढाइ मात्रै हाम्रो लाइफ भइरहेको छ। काम मात्रै, काम पढाइ मात्रै पढ्नु साटो चाहिँ हामीले चाहिँ आफ्नो मेन्टल हेल्थको पनि ध्यान दिनुपर्छ, फिजिकल हेल्थको पनि ध्यान दिनुपर्छ। सधैँ घुम्न जानु भन्दिनँ, तर समटाइम्स also need to go somewhere, travel somewhere and enjoy your time. महिनामा एकचोटि अथवा जस कहिलेकाहीँ चाहिँ घुम्न चाहिँ जानुपर्छ। यो भन्नु खोजेको होइन कि म आज घुम्न आएको छु भने तपाईँ पनि घुम्न जानुपर्छ, तर अलिकति फ्यामिलीलाई अनि आफूलाई पनि टाइम दिएर चाहिँ कहिलेकाहीँ घुम्न जानुपर्छ। जुन कुरा भइरहेको छ जानु नै छ अनि रमाइलो गर्नुहुनेछ। हुन्छ, अहिले यति नै। बाई। फाइनली आउँदै छौँ होला, तर हामी यहाँभित्र आइसकेका छौँ। के हुनुहुन्छ देखाउँदै नै छु म। लेट्स गो। यो चाहिँ केभ भित्रपट्टिको। अनि यहाँ देख्न सक्नुहुन्छ पानीहरू आउँदैछ, के हुँदैछ। म चाहिँ यहाँ अब बोल्ने चाहिँ छैन, तर म देखाउने छु।
भनेर अनि यता माथि हिलमा छौँ अनि एकछिन रेस्ट गरौँ भनेर रेस्ट गरेको छौँ। आजको दिन चाहिँ एकदमै राम्रोसँग बितिरहेको छ अनि रमाइलो पनि भइरहेछ। वेदर पनि राम्रो छ, सनी रहेछ, विन्डी रहेछ। त्यसपछि बिदाको दिन अनि काम नभएको दिन जस रमाइलोसँग बितिरहेको छ। अनि अब चाहिँ हामी यो माथि चाहिँ लास्ट हो, त्यसपछि हामी जान्छौँ। अनि के भिडियोहरू छ सबै कुराहरू मैले अगाडि भिडियोमा फोटोहरू पनि हालिदिइसकेको छु। जुन चाहिँ भिडियो खिच्न सकेको थिएन त्यसमा चाहिँ मैले फोटोहरू चाहिँ अपलोड गरेको छु, त्यसमा चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। अनि जस रमाइलो भयो, आजको दिन एकदमै रमाइलोसँग बितिरहेको छ। जस यो ठाउँ पनि घुम्नको लागि चाहिँ एकदमै राम्रो छ। तपाईँहरू इफ लन्डन बाहिर घुम्ने सोच गर्दै हुनुहुन्छ भने तपाईँ यहाँ आउन सक्नुहुन्छ। Cheddar Gorge Cave, it's really nice. यो माथिको जस टावरबाट चाहिँ भिडियो चाहिँ यस्तो दामी सिन देखेको छ। त्यही माथि हेर्न सक्नुहुन्छ अझै कस्तो राम्रो वेदर प्लस फाइनली गाइस हामी फर्किँदैछौँ। त्यो पछाडि ब्याकग्राउन्डमा देख्नुभएको हिलबाट चाहिँ हामी त फर्किँदैछौँ। तर अझै माथि जाने भन्ने सोच थियो, तर के गर्नु हिँड्नै सकिएन। गाह्रो भयो, खाजाहरू पनि खाएको छैन अहिले। अब तल गएर खाजाहरू खाने, त्यसपछि होम। आजको दिन ओभरअल travel and all of these beautiful places. And yeah, it's really thankful from my inner heart. अनि just रमाइलो भयो। I hope for the next time अझ राम्रो भिडियो बनाउने कोसिस गर्नेछु। तपाईँलाई थाहा नै छ भिडियो राम्रो आइरहेको छैन, किनकि म भर्खर